नमस्ते, तपाईलाई स्वागत छ मेरो न्यू ब्लगमा। म चाहिँ यसो घुमिरहेको अनि घुम्ने ठाउँमा यसो शान्तिनो ब्लग बनाउँ न त भनेर। यो चाहिँ मेरो बहिनी हेलो जहिले नि दिदी ब्लग बनाऊ भन्छ। अनि ब्लग बनाएको म चाहिँ यहाँ हेर्नु न, बकुला घारी कति धेरै छ है। अहिले सिजन छ नि त, त्यही भएर हेर्नु न, बकुला रायोको साग हैन टन्नै छ। हेर्नु न साग कति धेरै, अनि यो बकुला कति धेरै छ है। अनि अब भन्नु भन्दा के भन्ने हैन, अब माघ पनि जान लागिहाल्यो। माघको त आज 6 गते, अनि माघको त आज 6 गते हैन। अनि 6 गते गइसक्यो, अब माघ पनि जाने बेला भइसक्यो। अनि तपाईहरुसँग के कुरा गर्ने, कस्तो कुरा गर्ने भन्दा चाहिँ यसो गफ गर्न मन लाग्छ नि त हैन। गफ गर्न मन लाग्छ, हिँड्न मन लाग्छ, अनि बनायो। यहाँ चाहिँ गौँबारी हैन, घाँस गौँबारी कति धेरै घाँस छ हेर्नु, यति धेरै घाँस छ कि। अनि यो चाहिँ रानीवन। अनि तपाईहरुलाई चाहिँ के भन्न चाहन्छु भने, स्वस्थ रहनु, हाँसी खुसी रहनु है। एक्टिभ एन्ड ह्याप्पी। नेक्स्ट भिडियोमा भेट्नेछु। बाई बाई गाइज।